हेलो गाइज, फाइनली हामी चाहिँ आज माउल आइसकेको छौँ हैन। घामले केही देखेको छैन, त्यो बढी आमा त्यहाँ काम गर्नु हुँदैछ। यो भयो हाम्रो माउलो, भर्खर भर्खर लिप्नु भएको छ माइजूले। हेर्नुहोस् गाइज कति राम्रो लिप्नु भएको छ। हेलो भन, त्यसरी भन्छ हेलो। अनि हाम्रो माउलोदेखि वरिपरि दृश्य हेर्न सक्नुहुन्छ है, कति राम्रो छ। हरियाली, मकै, जङ्गलहरू कति राम्रो छ। यहाँनिर छ करेला, यहाँ देख्न सक्नुहुन्छ। यो भयो सुन्तलाको बोट, योपट्टि आइसाको बोट सो हेर्न सक्नुहुन्छ। रमाइलो दृश्यहरू छ, देख्न हेर्न सक्नुहुन्छ। हाम्रो बुढी आमाले चाहिँ यहाँनिर रक्सी पार्नु हुँदैछ होइन। सो देख्न सक्नुहुन्छ गाइज। अहिले आज चाहिँ हामी एकदमै रमाइलो गर्नेवालामा छौँ, किनकि आज चाहिँ हाम्रो पूजा हो, मतलब देवाली हो। उपर जङ्गलभित्र छ है धान चाहिँ। अनि सो देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले चाहिँ बजेको छ 8:30। सो हामी मर्निङमै आइपुगेको छौँ। देख्न सक्नुहुन्छ कति राम्रो दृश्य छ, एकदम रमाइलो छ। यहाँ छ आलु, मकै है। उहाँ हेर्न सक्नुहुन्छ कति राम्रो। के को बोट हो त्यो चाहिँ थाहा भएन। सो राम्रो छ। एकपट्टि भयो हाम्रो दाइको घर, गीत बजाइराख्नु भएको छ, रमाइलो भइरहेको छ। सो हामी चाहिँ यहाँ छ रोड हेर्न सक्नुहुन्छ। गाउँको रोड यस्तै त है गाइज। सो कति राम्रो छ नि, हिँड्नलाई सजिलो, हिलो पनि भएन। सो राम्रो छ, हेर्नु सक्नुहुन्छ। हाम्रो माउलो गाउँ कति राम्रो छ। सो यही हो हाम्रो गाउँ। सो म पनि यता छु। अब म चाहिँ यताको गाउँहरू राम्रो आउँछ अरे नि त, यहाँपट्टि डाँडाबाट फोटो खिच्दा यताबाट। सो म त्यो डाँडा जाँदैछु फोटो खिच्नको लागि, मेरो माउलोको फोटो खिच्न।